आदरणीय दर्शक महानुभावहरू, हाम्रो माझमा अत्यन्त चर्चित अहिलेको लेटेस्ट एकदमै चर्चित सिरियल घुम्टीका पात्र हुनुहुन्छ, विशेष पात्र। उहाँलाई हामी स्वागत गर्नेछौँ। नमस्ते हजुर। नमस्ते तपाईँलाई पनि र सम्पूर्ण दर्शक महानुभावहरूलाई म गीता थापाको तर्फबाट नमस्कार गर्न चाहे। अब आज तपाईँ घुम्दै फुर्दै रुम्जाटार भन्ने जस्तै गोपाल ढुङ्गाना स्पोर्टमा आउनु भएको छ। तपाईँको कहिले आगमन हुन्छ भनेर म चाहिँ एकदमै कुरेर बसिरहेको थिएँ। पहिला हामी पनि सँगै एउटा सहकार्य गरेर चाहिँ काली आमाको सिरियल के नाम मैले अहिले बिर्सेँ, यो कस्तो चलन हो कि के हो, यो कस्तो भाग्य हो, यो कस्तो अलि यता बस्नु न, यो कस्तो भाग्य भन्ने टेलिसिरियलमा सँगै हामी काम गर्न पाएका थियौँ। र हाम्रो अब गीताजी चाहिँ कहिले चाहिँ यहाँ मेरो स्पोर्टमा आगमन हुन्छ भनेर मैले कुरिरहेको थिएँ। आज हाम्रो सुदन सरको मार्फत हजुर यहाँ आउनु भएको छ। अनि अहिले पहिलोचोटि हाम्रो यो स्पोर्टमा आउँदा हजुरलाई कस्तो लागिरहेको छ? एकदमै राम्रो लाग्यो, यो लोकेसन एकदम राम्रो लाग्यो। अनि टाढा पनि होइन, काठमाडौँको नजिकै, बालाजीको नजिकै झन् होइन। अनि अब यो हामीलाई चाहिने जति सबै अब यो घरहरू, हामीलाई सुटिङमा युज हुने घरहरू, अनि यस्तो डाँडा काँडा जङ्गल, हामी त यस्तो जङ्गल खोज्न त कहाँ कहाँ जान्थ्यौँ नि, तर यहीँ यति राम्रो ठाउँ रहेछ थाहा नै छैन। अब हाम्रो दर्शक महानुभावहरूलाई भन्न चाहे, गोपाल ढुङ्गाना स्टुडियो होइन, बालाजी गोलढुङ्गा। अब हजुरहरूलाई पनि यस्तो सुटिङ गर्न इच्छा छ, कहाँ जाने होला, अब यसरी धेरै टाढा टाढा जानुपर्छ गाउँघरको घरहरू खोज्न, अब के गर्ने होला भन्नुहुन्छ भनेदेखि चाहिँ एकदमै नजिक छ, बालाजीको नजिक छ। अब गोपाल भाइले फोन नम्बर पनि छोड्नु भएको होला ठाउँ ठाउँमा, नभए हामी पनि छोडौँला, हामीलाई सम्पर्क गर्नुभए पनि हुन्छ। र तपाईँहरूलाई चाहिँ एकदम सुटिङ गर्नको लागि चाहिँ असाध्यै राम्रो ठाउँ रहेछ। म पनि फर्स्ट टाइम आएको हो, पहिला म यहाँ आएकी थिइनँ। धेरै टाढा जानु पर्दैन, एकै दिनमा आएर फर्किन्छ, काठमाडौँको नजिकै छ। हाम्रो भाइ फेरि एकदमै सरल, एकदमै मेहनती। अब उहाँको स्टुडियोमा भएपछि त खानपानदेखि यहीँ सबै थोक मिल्छ क्या, लाइट साइट चाहिँ यताउतै। तपाईँहरूले एउटा यस्तो क्यामेरा बोकेर आइदियो भनेदेखि यहाँ सम्पूर्ण व्यवस्था चाहिँ फेरि हाम्रो भाइले गर्नु हुँदो रहेछ। क्यामेरा कलाकारहरू त चाहियो, मतलब अरू चाहिँ यहाँ अब कहाँ जाने, कहाँ बस्ने, कहाँ खाने भन्नु नपर्ने रहेछ। यति खुसी लाग्यो, हाम्रो भाइले यति प्रगति गरिसक्नु भएछ यो 2-3 वर्षमा। मलाई पनि थाहा थिएन, एकदम खुसी लाग्यो। अब छिट्टै मैले क्यामेराको पनि उपलब्धि गराउँदैछु। अब कहाँ क्यामेरा पनि भयो भने त झनै राम्रो भइगयो, कहाँ खोज्ने के गर्ने भन्नु परेन। तपाईँलाई पनि एकदमै धेरै धेरै कङ्ग्रेचुलेसन, अझै उन्नति प्रगति गर्दै जानु होला। यसै गरी हामीलाई अब यस्तो राम्रो राम्रो ठाउँमा ल्याएर खेलाउनु होला। हामी त एउटा अब खेलिदिने त हो नि, खेताला जहाँ जहाँ आइज भने त्यहीँ जाने हो। अब जसले बनाउनुहुन्छ उहाँहरूले चाहिँ लोकेसन कहाँ जाने होला भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ हाम्रो गोपाल भाइलाई सम्पर्क गर्नु होला। अनि अर्को कुरा नि साथीहरू, जिडी प्रोडक्सनबाट चाहिँ प्रेम पूजा नामको टेलिसिरियल छिट्टै नै आउँदैछ हजुरहरू माझ। नामै कति मिठो छ, प्रेम पूजा, प्रेमलाई पूजा गर्ने। यो चाहिँ हजुरहरूले हेरिदिनु होला, अनि हेरेर कस्तो लाग्छ सल्लाह सुझाव पनि दिनु होला। र अनि त्यो च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, राम्रो लाग्छ भने सेयर पनि गरिदिनु होला। अनि यसको निर्माता हुनुहुन्छ गोपाल ढुङ्गाना, निर्देशन हुनुहुन्छ टेकेन्द्र कार्की। उहाँहरूले एकदमै राम्रो बनाउने कोसिस गर्नुभएको छ। हजुरहरूलाई कस्तो लाग्छ, एकदमै हजुरहरूको सल्लाह सुझावको खाँचो छ हामीलाई। त्यसमा स्वयं म आफू पनि हुन सक्छु। अब तपाईँहरूले पहिला हेर्नु न, त्यसपछि थाहा हुन्छ। हस्, थ्याङ्क यू।